3 अध्यायमा चाहिँ अनुग्रहको उद्धारको बारेमा शिक्षाका मण्डलीको रहस्यको बारेमा पावलले सिकाउँदैछ भने अब 4 अध्यायमा आइपुगेपछि अब तपाईँ र मलाई व्यवहारिक कुरा सिकाउँदैछ पावलले। अब हामी झन्डै 4 अध्याय 5 अध्याय 6 अध्यायसम्म चाहिँ व्यवहारिक कुरामा हेर्नेछौँ। मण्डलीमा व्यवहारिकको वचन आइराख्दाखेरि कतिजना निन्द्रा लाग्छ, बाइबलको वचन प्रचार भएन भने कतिजनालाई निन्द्रा लाग्छ, कतिजनाले खिल्ली उडाउँछन्। तर पावलले व्यवहारको कुरालाई 4 अध्यायपछि दोहोऱ्याइराखेको छ। मण्डलीमा साँच्चीकै व्यवहार, असल व्यवहार, ख्रिस्टीय व्यवहार हुनुपर्छ भनेको अब चाहिँ 4 अध्यायमा जोडेको छ। यसकारण म प्रभुको निम्ति एक कैदी। यसकारण भनेको चाहिँ एउटै शब्दले 3 अध्यायदेखि 3 अध्याय र 4 अध्यायलाई गाँजेको छ। यसकारण जोडेको छ, साङ्लोले बाँधेको छ। यसकारण पछिल्ला 3 अध्यायसँग जोडेको छ। परमेश्वरले तिमीहरूको निम्ति, एफिसको मण्डलीलाई तिमीहरूको निम्ति धेरै गर्नुभएको छ। त्यसैले अब तिमीहरूमा पनि उहाँको योग्यका भएर जिउनु पर्छ। उहाँको योग्यका भएर परमेश्वरले तिमीहरूको निम्ति धेरै चिज गर्नुभएको कारण अब तिमीहरू उहाँको योग्यका भएर जिउनु पर्छ। हालेलुया। 4 अध्यायको विशेष एक पदमा यसकारण पावलले कैदी भनेर एफिसको पत्रमा आफैलाई पनि म कैदी, म प्रभुको निम्ति एक कैदी भन्ने शब्द चलाइराखेको छ। अनि पावल आफू जेलमा रहँदाखेरि ती क्रिस्चियन, ती विश्वासी, ती मण्डलीको निम्ति चासो हामी हेरौँ न, कति साह्रो चासो गरेको। परमेश्वरले यति साह्रो तिमीहरूको निम्ति गर्नुभयो, अब प्रभुको निम्ति तिमीहरू जिउनु पर्छ। अब प्रभुको निम्ति तिमीहरू जिउनु पर्छ। ख्रिस्टीय जीवन चाहिँ प्रियहरू हाम्रो कर्मबाट सुरु हुँदैन है, हाम्रो कामले सुरु हुँदैन। हामीले गरेको कामले प्रभु खुसी हुनुहुन्न। सधैँ अनुग्रहबाट आउनुपर्छ। जे पनि हामी प्रभुको निम्ति गर्छौँ त्यो अनुग्रहबाट आउँदछ, हाम्रो कर्मबाट होइन। यो कुरा चाहिँ हामीले ख्याल गर्नुपर्छ। आग्रह गर्दछु, पावलले आग्रह गर्दछु, आग्रहपूर्वक म बिन्ती गर्दछु कि जुन बोलावटबाट तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवन यापन गर। अब तपाईँ र हाम्रोको जीवनको बारेमा तपाईँ र मलाई भन्दैनु छ पावलले। अब तिमीहरूको बोलावट, ख्रिस्टीय बोलावट अब योग्य गरेर म तिमीलाई बिन्ती गर्दछु, आग्रहपूर्वक म बिन्ती गर्दछु भनेर पावलले भनेको छ। आग्रहपूर्वक म बिन्ती गर्दछु। पावलले आफूलाई कैदी भनेर चिनाइराखेको छ। उसको धेरै पत्रहरू, पावलको धेरै पत्र हामी देख्दछौँ। झनै 15-16 चोटि नै कैदी भने आफूलाई कैदी भनेर चिनाउन खोजिराखेको छ बाइबलमा। एफिसीको पुस्तकमा मात्रै 3 चोटि आफूलाई कैदी भनेर भनेको छ पावलले। आफूलाई हम्बल, आफूलाई नम्रता, उसको आफ्नो त्यो विनम्रता देखाउन खोजिरहेको छ पावलले र सिकाउन खोजिराखेको छ। म प्रभुको निम्ति कैदी भएर पनि म तिमीहरूको निम्ति म प्रार्थना गरिराखेको छु। तिमीहरूलाई प्रभुमा हुर्काउनको निम्ति मैले तिमीलाई पत्र लेखिराखेको छु। दोस्रो तिमोथी 2 अध्यायको 9 पदमा के भन्दै पावलले के भनेको रहेछ भने, त्यही सुसमाचार जसको निम्ति म कष्ट भोगिरहेको छु र अपराधी जस्तै साङ्लामा बाँधिएको छु, तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। हालेलुया। म आफू साङ्लामा बाँधिएको छु, कैदमा छु, तर परमेश्वरको वचन कुनै पनि साङ्लाले, कुनै पनि फलामे साङ्लाले, 1 नम्बर डन्डीले पनि बाँधेर बाँध्न सकिँदैन। हालेलुया। परमेश्वरको काम, परमेश्वरको काम। आफ्नो पीडा, आफ्नो विश्वास योग्यताको आधारमा
पावलले आग्रह गर्छन् एफिसीको मण्डलीलाई, योग्य भएर हिँड, योग्य भएर हिँड। योग्य भएर हिँड्नु भनेको जुन कृपा अनुग्रह परमेश्वरबाट पाएका छौँ त्यही अनुसार हिँड, त्यही अनुसार जीवन जिउँ भनेर खास पावलले जोड दिएको यसमा। यो चाहिँ ख्रिस्टीय जीवन चाहिँ एउटा केवल मुखको स्वीकार होइन रहेछ। ख्रिस्टीय जीवन चाहिँ म क्रिस्चियन हो भनेर एउटा मुखले स्वीकार गर्ने कुरा होइन रहेछ। यो चाहिँ के रहेछ? दैनिक जीवनको यात्रा रहेछ। हालेलुया। ख्रिस्टीय जीवन भनेको चाहिँ दैनिक जीवनको यात्रा रहेछ। हरेक पल हामीहरूको दैनिक पल, हरेक पल, हरेक पाइला चाहिँ ख्रिस्टीय जीवनको यात्रा रहेछ। हामीहरूको पाइलामा, हरेक पाइलामा ख्रिस्टलाई लिएर हामी हिँडिराख्नु पर्ने रहेछ। त्यो हिँड्दै गर्दाखेरि पावलले के जोडेको छ भने हिँड्दै गर्दाखेरि योग्यका भएर हिँड। योग्यका भनेको के हो यहाँ? परमेश्वरको साक्षी भएर हिँड, परमेश्वरको गवाही भएर, परमेश्वरको सुवासनाले हिँड। त्यो कारणले तिमीले बोलावट पाएका हौ। हामीहरूको जीवनमा बोलावट सबैको छ। ख्रिस्टले बोलाउनु भएर, परमेश्वरले बोलाउनु भएर तपाईँ र हामी यहाँ छौँ। हामीहरूको बोलावट हामीले थाहा पायौँ, तर बोलावट थाहा पाएर त्यो बोलावटलाई चाहिँ हिँड्न सकिराखेको थिएन ती मण्डलीहरूले। र तपाईँ र मैले पनि अब सिक्नुपर्ने कुरा, अब हामीहरूको बोलावट अनुसार हिँड्नुपर्ने कुरा एक पदमा विशेष जोड दिएको छ पावलले। फिलिपीको पुस्तक 1 अध्यायको 27 मा के लेखेको छ? ख्रिस्टको सुसमाचारको योग्य भएर जीवन बिताऊ। हालेलुया। फिलिपीको पुस्तक 1 अध्यायको 27 पदमा ख्रिस्टको सुसमाचारको योग्य भएर जीवन बिताऊ। प्रभु कलसीको पुस्तक 1 अध्यायको 10 पदमा प्रभुलाई प्रसन्न गर्ने गरी हिँड। र पहिलो थेसलोनिको 2 को 12 मा परमेश्वरको राज्यको योग्यका भएर हिँड। हालेलुया। पावलले घरिघरि मण्डलीलाई योग्यका भएर हिँड। त्यो कारण मैले आजको शीर्षक चाहिँ एकतामा जिउने ख्रिस्टीय जीवन बनाएको छु। शीर्षक तपाईँले लेखेर राख्न सक्नुहुन्छ, एकतामा जिउने ख्रिस्टीय जीवन। अनि मैले 4वटा बुँदा बनाएको छु। पहिलो बुँदा परमेश्वरको बोलावट अनुसार जीवन जिउनु, एक पदलाई। दोस्रो बुँदा एकतालाई जोगाउने ख्रिस्टीय चरित्र, दोस्रो पद। अलिकति लामो छ आज, 6वटा खण्डबाट 6वटा पदबाट अलिकति लामो छ, तपाईँले धैर्य धारण गरिदिनु हुन अनुरोध गर्छु। तेस्रो बुँदामा पवित्र आत्माले दिएको एकता कायम राख्नु, तेस्रो पद, 3 पद। र चौथो बुँदामा हाम्रो एकताका बलिय आधारहरू 4, 5, 6 पदमा। 1 पदमा 1 बुँदा, 2 पदमा 1 बुँदा, 3 पदमा 1 बुँदा, 4, 5, 6 पदमा एउटा बुँदा। हामी 4वटा बुँदालाई आज हेर्नेछौँ। एक पहिलो बुँदालाई म लगभग सिधाएको छु। एउटा पादरीले अथवा लेखकले, जोन स्टोट भन्ने लेखकले भनेको रहेछ, ख्रिस्टियनहरूको आचरण सधैँ उनीहरूको बोलावटसँग मेल खानुपर्छ अरे। हालेलुया। ख्रिस्टियनहरूको आचरण चाहिँ, चरित्र चाहिँ सधैँ उनीहरूको बोलावटसँग मेल खानु पर्दो रहेछ। अनि अर्को लेखकले के भने रहेछ भने, मण्डलीका धेरै समस्याहरू गलत शिक्षाले मात्र होइन, सही शिक्षा अनुसार नजिउनाले पनि उत्पन्न हुँदो रहेछ। झुटा शिक्षा उत्पन्न हुँदो रहेछ। अनि येशूले चाहिँ के भन्नुभयो? तिमीहरू संसारको ज्योति हौ, मानिसहरूले तिमीहरूका असल काम देखुन् र स्वर्गका पिताको महिमा गरून्। हालेलुया। जब तपाईँ र म असल काम गर्छौँ,
संसारका मानिसहरूले जब देख्छन् परमेश्वरको प्रशंसा हुँदछ। अनि यीशु ख्रीष्ट जब तिमीहरू असल जीवन जिउँदछौ अनि अरू मानिसहरूले मेरो पिताको प्रशंसा हुनेछ, मेरो मानिसहरूले मेरो पिताको प्रशंसा गर्नेछन्। तपाईँ र मेरो जीवन जियाइले हाम्रो पिताको प्रशंसा, पिताको महिमा हुँदछ। संसारका मानिस जब तपाईँ र मलाई देख्छन्, मानिसले भन्दछन् यी मानिसहरू क्रिस्चियनहरू हुन्, त्यो कारणले असल छन्। हालेलुया। त्यो कारणले परमेश्वरको पिता, हाम्रो पिताको महिमा हुँदछ माथि। खुसी भएर वाव, हाम्रो पिताले वाव भनेर माथि भन्नुहुन्छ। हामीहरूको जीवनमा खास प्रश्न यो होइन रहेछ के म क्रिस्चियन हुँ भन्दा पनि, म क्रिस्चियन हुँ भन्दा पनि के मेरो जीवनले मेरो बोलावटलाई देखाइराखेको छ? के मेरो जीवनले मेरो बोलावटलाई, मेरो ख्रिस्टीय बोलावटलाई देखाइराखेको छ? त्यो चाहिँ सबसे ठुलो कुरो रहेछ। हामी मण्डलीमा एकदम राम्रो विश्वासी हुन्छौँ है, मण्डलीमा कोही पनि खराब छैन, खास एकदम राम्रो चरित्र भएको मण्डलीमा छौँ हामी। तर परमेश्वरले चाहिँ हामीले जुन आँखाले चरित्र देखिराखेको छौँ नि, हरेकको चरित्र हामीलाई थाहा छ। लगभग यहाँ जति पनि छौँ 100%ले थाहा नभए पनि केही न केही चरित्र सबै जग्गाको थाहा छ। यो मान्छे असल छ, यो मान्छे असल छैन, यो मान्छे असल छ, यो मान्छे असल छैन, यो मान्छे ठिकै छ भने चाहिँ हामीले केले हेर्छौँ? हाम्रो आँखाले हेर्दछौँ। परमेश्वरले नै दिनुभएको यही आँखाले, जीवित आँखाले हेर्दछौँ। तर परमेश्वरले चाहिँ हाम्रो भौतिक आँखाले हेर्दछौँ भने परमेश्वरले तपाईँ र मेरो हेर्ने आँखाले हेर्नु न, परमेश्वरले तपाईँ र मेरो हृदय हेर्नुहुन्छ। हालेलुया। अनि हामीहरूको हृदय चाहिँ त्यो परमेश्वरको बोलावटलाई लिने हृदय हुनु पर्यो। जब प्रभुका चेलाहरूले भर्खर भर्खरै प्रभुलाई पछ्याउँदै गर्दाखेरि चेलाहरू आफूमा पनि उनीहरूले सम्मान खोज्थे। को ठुलो, येशू ख्रिस्टको अगाडि को बस्ने, को मेन मुख्य बन्ने, सुरु सुरुमा झगडा गर्थे चेलाहरूले पनि। तर पछि गएर जुन प्रभुको त्यो नम्रता, प्रभुको शिक्षा बढ्दै गए, येशूको असल नेतृत्वमा बढ्दै गए, त्यसपछि पवित्र आत्माले काम गर्नुभयो। चेलाहरूले म ठुलो र त ठुलो भनेर उनीहरूले त्यो गरेनन्। त्यो नम्रता प्रभुले जब देखाउनु भयो, चेलाहरू पनि येशूको पछि लागे। नम्रतामा येशूको चेला, त्यो बोलावटमा उनीहरूलाई, चेलाहरूलाई प्रभु येशू ख्रीष्टले बोलाउनु भएको चाहिँ त्यो को ठुलो, कुन चेलाहरूमा सबसे ठुलो चेला त्यतिर लागेनन्। प्रभुलाई पछ्याइरहे। प्रभुले जुन कुरा आफूले गर्नुभयो, चेलाहरूले त्यो पछ्याउन उनीहरू त्यो पवित्र आत्माले अगुवाई गर्नुभयो। उनीहरूको बोलावटलाई उनीहरूले चिने। तपाईँ र मेरो बोलावट संसारका मानिसहरूलाई प्रभुको त्यो असल खबर सुनाउनको निम्ति रहेछ, देखाउनको निम्ति रहेछ, हिँडाउनको निम्ति रहेछ। अनि त्यो बोलावटलाई पक्रिराख्नु पर्ने रहेछ। हालेलुया। दोस्रो पद, सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने प्रयत्न गर। पावलले यहाँ विशेष 4वटा चरित्रलाई, ख्रिस्टियन चरित्रलाई 2 पदमा देखाउन खोजिराखेको छ। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर। 4वटा
व्यवहारिक कुरालाई विशेष गरी पावलले यहाँ जोडेको छ है। कति व्यवहारको वचन आउँछ, कति व्यवहारको वचन आउँछ नभनौँ हामीले। पावलले यो कुरालाई विशेष जोड दिएर लेखेको छ कि अब तिमीहरूको जीवनमा ख्रिस्टीय जीवन हुनुपर्छ। यसकारण नम्रतामा, सारा दिनतामा, धैर्य साथ एउटाले अर्कालाई प्रेम गरेर, प्रेममा सहेर, अझ शान्तिको बन्धनमा पवित्र आत्माको एकतामा कायम राख्न प्रयत्न गर। हेर्दाखेरि सिम्पल कुरा, एकदम सिम्पल शब्दहरू छन्। नम्रता, कोमलता, धैर्यता र प्रेम, चारवटा कुरालाई विशेष यहाँ पावलले जोडेको छ। यो कुरा जब हामी यो चारवटा चिज मण्डलीमा छैन, अनि त्यो मण्डली सकेर जान्छ। त्यो मण्डलीमा प्रेम छैन भने, त्यो मण्डलीमा धैर्यता छैन भने, त्यो मण्डलीमा नम्रता छैन भने, त्यो मण्डलीमा एकले अर्कालाई हेर्ने दृष्टिकोण, त्यो प्रेम छैन भने त्यो मण्डली मात्रै रहन्छ। एउटा भेडाको बथान जस्तो मात्रै हुन्छ, त्यहाँ परमेश्वरको प्रशंसा हुँदैन। त्यो कारणले पावलले मण्डलीलाई भन्दैछ नम्रतामा। ग्रिक समाजमा नम्रतालाई खास कमजोरी मानिन्थ्यो। पावलले यो पत्र लेख्दै गर्दाखेरि त्यतिखेर नम्रतालाई खासै ठुलो मान्दैनथ्यो, कमजोरी मानिन्थ्यो। नम्रता भएको मान्छे शक्ति, सम्मान, सबैभन्दा ठुलो, सबैभन्दा पैसा कमाउने लाई चाहिँ शक्तिशाली ठान्थ्यो। त्यो समयमा कमजोरी ठान्थ्यो। नम्रता भएको जो मान्छे छ उनीहरूलाई कमजोरी ठान्थ्यो। तर त्यही कुरा येशूले आउनु भएर नम्रतालाई महानता बनाउनु भयो। हालेलुया। नम्रता त महानता बनाउनु भयो। तपाईँको नम्रताले तपाईँलाई महान बनाउँछ। पहिला पहिला म गाडी चलाउँदाखेरि रोडमा साह्रै रिसाउँथेँ, साह्रै नै रिसाउँथेँ। मेरै जस्तो रोड क्या, उताबाट बाइक आउँछ, यताबाट गाडी आउँछ, उताबाट के आउँछ, आफ्नो ठाउँमा चुप्पो लाएर जानु नि। मनी ओइ के गरे, ओइ के गरे, ओइ के गरे, उसको पनि त रोड हो त। अनि म सिकेँ बिस्तारै। अब त्यहाँ के हुन्छ, म नि निक्लिनु पर्यो, ऊ पनि निक्लिन्छ, अनि त्यहाँ फाइट सुरु हुन्छ। बिस्तारै बिस्तारै। अझै पनि कहिलेकाहीँ त रिस उठ्छ मलाई। साँच्चीकै गर्नै नगर्ने कुरा कहिलेकाहीँ गरिदिन्छ साथीहरूले, जसले गाडी बाइक चलाइराख्नेहरूले गर्दै नहुने कुरा गरिदिन्छन्। कहिलेकाहीँ रिस उठ्छ, तर पहिले जस्तो त्यो कराउँछ, यस्तो हात चाहिँ गर्छु। त्यो नम्रता चाहिने रहेछ प्रियहरू। तपाईँ र ममा नम्रता छैन भने हामीहरूले आफैलाई सिद्ध्याउने रहेछ खास। अनि बिस्तारै बिस्तारै यो कुराबाट म टाढा भयो। यसो हेर्छु, अहिले चाहिँ रिस कहिले कहिले उठ्छ, यसो हेर्छु, केही भन्दिनँ। अब कसरी चलाएको गाडीसम्म भन्छु अहिले चाहिँ। त्यो रोड त मेरो मात्र होइन रहेछ नि त, त्यो रोड त उसको पनि रहेछ नि त, गाडी चलाउँदैछ नि। त्यो कारणले नम्रताले प्रियहरू हामीहरूलाई ख्रिस्टीय बोलावटको चरित्र हामीले कायम राख्ने रहेछौँ। नम्रता चाहिँ महानता रहेछ खास। प्रभुले भन्नुभयो मत्तीको पुस्तक 11 अध्यायको 29मा पदमा, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। हालेलुया। नम्रता र कोमलताको हृदय छु र तिमीहरूले विश्राम पाउनेछौ। फिलिपीको पुस्तक 2 अध्यायको 5, 6, 7, 8 धेरै खण्ड हामी पढ्छौँ, धेरै समय पढ्छौँ। ख्रिस्टले आफूलाई रित्याउनु भयो, होच्याउनु भयो, आफूलाई
आफूलाई होच्याउनु भयो। एकजना लेखकले के भनेको रहेछ भने नम्रता भनेको आफ्नो बारेमा कम सोच्नु होइन, आफ्नो बारेमा कम केन्द्रित हुनु हो रे। आफ्नो बारेमा कम सोच्नु होइन, आफ्नो बारेमा कम केन्द्रित हुनु हो रे नम्रता भनेको चाहिँ। नम्रता भनेको परमेश्वरमाथि निर्भर रहनु हो। खास परमेश्वरमाथि निर्भर रहनु र अरूलाई आफूभन्दा महत्त्वपूर्ण ठान्दै सेवा गर्ने मन हुनु हो। हालेलुया। आफूभन्दा अरूलाई महत्त्वपूर्ण ठान्ने गर्ने मन हुनु हो। फिलिप्पीको पुस्तकमा लेखेको छ 4:2 र 3 म पढ्दिनँ, तपाईँको समय छैन, पछि हेर्नु होला। के भनेको रहेछ भने स्वार्थ वा घमण्डबाट होइन, नम्रताका साथ अरूलाई आदर गर। स्वार्थ वा घमण्डबाट होइन, नम्रता साथ अरूलाई आदर गर। योहन्नाको पुस्तक 13 अध्यायको 3 देखि 15 पदसम्म जब येशूले खुट्टा धुनुभयो त्यहाँ नम्रता देखाउनु भयो। मर्कुसको पुस्तक 9 अध्यायको 33 देखि 35 पदमा चेलाहरूले जब बहस गर्थे अनि येशूले के भन्नु उनीहरूलाई, जो सबैभन्दा ठुलो हुन चाहन्छ उसले सेवक बन्नुपर्छ भने येशूले जब भन्नुभयो चेलाहरूलाई, को ठुलो बन्ने, तर जो ठुलो बन्न चाहन्छ ऊ चाहिँ सेवक बन्नुपर्छ। नम्रता। याकुब पुस्तक 4 अध्यायको 6 पदमा हामी देख्छौँ। हितोपदेशको पुस्तक 22 अध्यायको 4 पदमा नम्रताको फल सम्मान र जीवन नम्रताको फल सम्मान र जीवन हो। हितोपदेशको पुस्तक। नम्रताले हाम्रोको बोलावटलाई पुरा गर्दछ। अर्को कोमलता र नम्रता झन्डै एउटै कुरा हो। तैपनि मत्तीको पुस्तकमा जब येशू यरुसलेमको मन्दिर जाँदै गर्दाखेरि गधामा चढेर जानुभयो। येशू महानता देखाउनु भयो। घोडा चढेर जानुपर्ने हो नि त, ठुलो मान्छे हो नि त। घोडा चढेर सवार भएर जानुपर्ने मान्छे हाम्रो येशू ख्रिस्ट गधामा चढेर जानुभयो। विनम्रता दिनुभयो, कोमल हृदय देखाउनु भयो। मूसालाई पनि पृथ्वीमा सबैभन्दा नम्र भएको व्यक्ति भनेर हामी चिन्छौँ पुरानो करारमा। नम्रता र कोमलता। अब हामी धैर्यतालाई हेरौँ। धैर्य भनेको मानिससँग प्रेमपूर्वक बस्न सक्ने क्षमता हो है। धैर्यता भनेको चाहिँ मानिसहरूसँग प्रेमपूर्वक बस्न सक्ने एउटा क्षमता हो। ठिक छ, ओके। याकुबको पुस्तक 1 अध्यायको 2, 3, 4 पदमा धैर्यताले चाहिँ विश्वासलाई बलियो बनाउँछ, अथवा परीक्षाले विश्वासलाई बलियो बनाउँदछ। हिब्रूको पुस्तक 10 अध्यायको 36 पदमा हेर्नुहोस्, घर गएर हेर्नु होला। परमेश्वरको प्रतिज्ञा प्राप्त गर्ने धैर्य चाहिन्छ। गलातीको पुस्तक, धैर्य भनेको पवित्र आत्माको फल हो। र अर्को कुरा, धैर्य भनेको चाहिँ कमजोरी होइन, यो चाहिँ विश्वासको परिपक्वता हो। जो परिपक्वतामा हामी जिराखेको हुन्छौँ हामीले धैर्य गर्न सक्दछौँ। धैर्य उत्पन्न हुन्छ हामीहरूको जीवनमा। बाइबलमा धेरै उदाहरणीय व्यक्तित्वहरू छन्। बाइबलमा अयुबलाई लिन सक्छौँ, युसुफलाई लिन सक्छौँ, अब्राहमलाई लिन सक्छौँ। धैर्य भएको मानिसहरू।
त्यो चरित्र तपाईँ र मण्डलीमा जब छैन अनि हामीहरूको बोलावटलाई हामी लिइराखेको छैन, जब हामी नम्रता धैर्यता तपाईँ र ममा छैन भने त्यो चाहिँ तपाईँ र ममा त्यो विश्वासको परिपक्वता देखिँदैन। त्यो नदेखिने रहेछ। पावलले त्यो कुरालाई जोड दिएको छ। लुकाको पुस्तक 21 अध्यायको 19 पदमा तिमीहरूको धैर्यद्वारा तिमीले आफ्नो प्राण प्राप्त गर्नेछौ। हालेलुया। के भनेको छ? तिमीहरूको धैर्यद्वारा, धैर्यताद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। हालेलुया। पत्रुसको पुस्तकमा पत्रुस आफैले पनि भनेको छ 3 अध्यायको 9 पदमा आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भने कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। परमेश्वर धैर्यवान हुनुहुन्छ, धैर्यताको धनी हुनुहुन्छ। त्यो कारण यदि परमेश्वर हामीसँग धैर्यवान हुनुहुन्छ भने हामी धैर्यवान हुनुपर्छ। हालेलुया। अब अन्तिम, आज सायद सकिँदैन जस्तो छ, हामी कन्टिन्यू गर्नेछौँ होला। अन्तिम भन्नाले प्रेमको विषयमा, प्रेममा सहेर भनेर पावलले भनेको छ। प्रेम चाहिँ भावना मात्र होइन, यो चाहिँ निर्णय हो। प्रेम भावनाले गरिँदैन, निर्णयले गरिन्छ। निर्णय गर्नुपर्छ प्रेम गर्नलाई। म प्रेम गर्छु, सबैलाई म प्रेम गर्छु। मैले तिमीलाई प्रेम गरे झै तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। येशूले भन्नुभयो यूहन्नाको पुस्तक 13 अध्यायको 34-35 मा, मैले तिमीलाई प्रेम गरे झै तिमीले एक अर्कालाई प्रेम गर। कलसीको पुस्तक 3 अध्यायको 13 पदमा एउटाले अर्कालाई सहने गर। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। प्रेमले धेरै पापहरू ढाक्दछ। प्रेमले धेरै पापहरू ढाक्दछ। मण्डली, के भनौँ, हाम्रै मण्डलीमा हाम्रै विश्वासीले किन कुरा काट्ने? किन प्रेममा छैन? किन एउटाले मन पराउँदैन? कतिजना हामी यहाँ मण्डलीमा छौँ, एउटाले अर्कोलाई जयमसी पनि भन्न सक्दैन, किनभने प्रेम छैन त्यहाँ। कति दिन भयो नबोलेको त्यो मान्छेसँग, तर मण्डली आइराखेको छ। कति दिन नबोलेको, जयमसी नभनेको, प्रभुज खाइराखेको छ। त पावलले त हामीलाई भन्दैछ त, प्रेममा सहेर, प्रेममा रहेर, एकलाई अर्कालाई प्रेम गरेर। येशूले के भन्नुभयो? प्रेमले एकलाई अर्कालाई प्रेम गर। प्रेमले सबै पापहरू ढाक्दछन्, प्रेमले सबै घमण्डहरू ढाक्दछन्, प्रेमले हामीसँग भएका त्यो ईर्ष्याहरू सबै प्रकारको कुरा ढाक्दछन्। तर कतिजनाले मण्डलीमा देखावटी प्रेम मात्रै गरिराखेको छ। यो चाहिँ अहिले महत्त्वपूर्ण कुरा मण्डलीमा। जब प्रेम छैन भने मण्डली सिद्धिएर जान्छ। एक दिन तपाईँले अरूको बदखुवाई गरेर, अरूको कुरा काटेर तपाईँलाई कहिले पनि राम्रो हुँदैन। अरूको कुरा काटेर तपाईँ आफैलाई चाहिँ नराम्रो गर्दै हुनुहुन्छ। खास अहिले 5 जना जोसुकै एउटा ग्रुप झुन्ड होस्, त्यहाँबाट कुरा काट्ने टिम बन्छ।
यो पास्टर यस्तो, यो एल्डर यस्तो, यो डिकन यस्तो, यो डिकनेस यस्तो, यो अगुवा यस्तो, यो दिदी यस्तो, यो आन्टी यस्तो, यो अङ्कल यस्तो, यो भाइ यस्तो, यो बहिनी यस्तो, यस्तो कुराले मण्डली अघि बढ्दैन प्रियहरू। छोडिदिनुहोस्, बरु प्रभुको कुरा गर्नुहोस्। त्यहाँ यूहन्नाको पुस्तकमा यस्तो लेखेको रहेछ है, मत्तीको पुस्तकमा यस्तो कुरा लेखेको, त मैले यो बुझिनँ खास के भन्न खोजेको भन्नुहोस्, बरु त्यहाँ त्यो कुरा सुरु गर्नुहोस् न। अहिले म त्यहाँ एक ठाउँमा उभिनु पर्छ, एकजना आएर मलाई फुसु 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 यो मान्छेले त यस्तो गरे रे, म कहाँ आएर पास्टरको कुरा कहिले पनि नकाट्नुहोस्। छन्, हुनुहुन्छ कतिजना, म कहाँ आएर मैसँग पास्टरको कुरा काट्ने हुनुहुन्छ। पास्टर अगुवा आयो नि त, म नि अगुवा आयो नि त, पास्टरको कुरा काट्ने मेरो कुरा काट्दैन। अनि उसले कुरा काटेको कुरा मैले, ओ पास्टर त यस्तो रहेछ भने म सुन्छु उसको कुरा, ए हो र भन्छ, यहाँबाट सुन्छु, यहाँबाट उडाइदिन्छु, कुरा त सुनिदिन्छु, यहाँबाट सुन्छु, यहाँबाट उडाइदिन्छु। यदि तपाईँले कसैको कुरा काट्दै हुनुहुन्छ भने तपाईँले आफैले काट्दै हुनुहुन्छ घाँस, तपाईँले आफैले रित्याउँदै हुनुहुन्छ घाँस। दाउदले एउटै कुरा, राम्रो कुरा सिकेको थियो, अभिषिक्त जनलाई मैले हात हाल्नु हुँदैन, अभिषिक्त जनलाई, परमेश्वरको जनलाई मैले छुनु हुँदैन, मैले उसको कुरा गर्नु हुँदैन, उसको विरुद्धमा मैले गर्नु हुँदैन। परमेश्वरको वचन बुझेको थियो, परमेश्वरको वचन लिएर हिँडेको दाउदले। त्यही दाउदलाई परमेश्वरले के भन्छ, हृदयको मान्छे। प्रियहरू, हामी मण्डलीमा प्रेम सुरु गरौँ, यो कुरा काट्ने बन्द गरौँ। जब हामी कुरा काट्ने बन्द गर्छौँ नि, मण्डली बढ्दै 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 जान्छ। हालेलुया, हालेलुया। जवानहरूमा अहिले यति साह्रो एउटा भिक्टिम आएको छ, एउटा अर्कालाई बोल्दै बोल्दैन कति जवानहरू। त्यो घमण्डी, ऊ बोल्दैन, उसलाई गाउनै आउँदैन, उसको स्वरै यस्तो छ। जेसुकै प्रभुले दिनुभएको प्रभुको प्रशंसाको निम्ति हो। हामी न्यायाधीश नबनौँ यस संसारमा, हामी न्याय गर्ने मान्छेहरू होइनौँ। प्रभुको प्रेमले सबैलाई प्रेम गरौँ। हामी सबै प्रभुको मान्छेहरू हौ, हामीहरू सबै बराबर हौ। आजबाट हामी बन्द गर्नेछौँ प्रभु मान्छेको कुरा काट्न, प्रभुको कुरा काटौँ न, बरु प्रभुको प्रशंसा हुन्छ। प्रियहरू, पावलले यहाँ व्यवहारिक कुरा 4 अध्यायदेखि अब जुन लेखेको छ, अब 6 अध्यायसम्म, नसिद्धांशसम्म मण्डलीमा तपाईँलाई म व्यवहारिक कुरालाई मात्र प्रचार गरिरहन्छु, व्यवहार कुरालाई मात्र प्रचार गरिरहनेछु। हाम्रो व्यवहार अब ख्रिस्टीय बोलावटमा हाम्रो व्यवहार देखिनु परेको छ, परिवर्तन हुनु परेको छ। अब प्रियहरू, हामी तपाईँ यसो फर्केर हेर्नुहोस् त, म एकछिन चुप लाग्छु। तपाईँले कसको कुरा काट्नु भएको छ, त्यो तपाईँको कुरा काटेकोले तपाईँलाई के फाइदा भएको छ? मैले कुरा काटेको कुराले मलाई के फाइदा भयो, म आफैले पनि सोध्छु। त्यहाँ के भयो, म आफैले खास नराम्रो बनाएँ क्या। खास तपाईँले विचार गर्दै हुनुहुन्छ होला कि कसैको कुरा काट्दै हुनुहुन्छ भने तब वाउ, एकछिन तपाईँलाई लाग्छ कि त्यो कुराले तपाईँलाई रिग्रेट हुन्छ भोलि, त्यो कुराले तपाईँलाई पश्चाताप हुन्छ। मण्डली, हामी सबैले एकअर्का प्रेम गरौँ। आजबाट तपाईँलाई कोसँग रिस उठिराखेको छ, जानुभन्दा अगाडि आज प्रार्थना गरेर जानुहोस्, प्रभु म यो मान्छेलाई प्रेम गर्न सकौँ, प्रभु मलाई प्रेम गर्न सकौँ। प्रेम गर्न सकौँ, म प्रेम गर्न सकौँ, प्रभुको प्रेममा म प्रेम गर्न सकौँ। प्रभुले त आफ्नो शत्रुहरूलाई प्रेम गर, आफूलाई सताउनेहरूको निम्ति प्रार्थना गर, प्रभुले भन्नुभयो। के हामी आज त्यो गर्दैछौँ? के आज हामी त्यो गर्दैछौँ? कति दिन नबोल्ने मैले देखिराखेको छु एउटै अर्कालाई, मण्डलीमा आइराखेको छ, आराधना गरे एउटा अर्कालाई बोल्दा त बोल्दैन, के को हालेलुया? त्यो प्रभुको प्रशंसा गरेको हो। त्यो मान्छेको लागि त्यो कराएको जस्तो अरूले देखोस् न, म त कति प्रभु रोको छ हालेलुया, एउटा अर्कालाई बोल्दै त बोल्दैन। त्यस्तो नि परमेश्वरको प्रशंसा हुन्छ, त्यस्तो कुराले परमेश्वरले हाम्रो आराधना लिनुहुन्छ। परमेश्वरले
कहिले पनि लिनुहुन्न। ढोङ्गी जस्तो हुन्छ। परमेश्वरले त्यो प्रशंसा लिनुहुन्न। आज म मण्डलीलाई यो भन्न चाहन्छु, जसलाई तपाईँले प्रेम गर्नुहुन्न नि, अहिले गएर तपाईँले मलाई क्षमा गर्नुहोस् भन्न सक्नुहुन्न होला। घर फर्केर घुँडा टेकेर तपाईँले त्यो मान्छेको लागि प्रार्थना गर्नुहोस्। प्रभुले प्रभुले त्यो कुरा सिकाउनु भएको छ। मैले सिधा भन्दाखेरि यो बढी माध्यममा मैले मन नपरेको मान्छे कोही पनि छैन खास। तपाईँले मलाई कतिजना मन पराउनु, गएर प्रार्थना गर्नुहोस् मेरो लागि। कसले मन पराउनु न, गएर प्रार्थना गर्नुहोस् मेरो लागि। थाहा छ मलाई, 1 महिनासम्म मसँग नबोल्ने मान्छे म यही भित्र छौ। किन तर थाहा छैन मलाई। न उसको खाइदिएको छु, न उसको लाइदिएको छु, न उसलाई के भनेको छु। ए प्रियहरू, प्रेममा रहौँ न। हालेलुया। हामी प्रेम गर्ने मानिसहरू हौ। हामी घृणा गर्ने मानिसहरू होइनौँ। हामी घमण्डी गर्ने मानिसहरू होइनौँ। आज फर्केर हामी जसलाई मन पराउँदैनौँ, घुँडा टेकेर हामी आज प्रार्थना गर्छौँ, प्रभु म अर्को हप्ता जाँदाखेरि त्यसलाई म प्रेम गर्न सकौँ, म प्रेम गर्न सकौँ, म प्रेम गर्न सकौँ। त्यो कुरा व्यवहारिक कुरा सिक्नुपर्ने रहेछ। अब मण्डलीमा व्यवहारको कुरा सिक्नुपर्ने रहेछ। म सबैलाई प्रेम गर्छु, प्रभुको प्रेमले म प्रेम गर्छु। होला अलि म छुचो छु, कहिले बोल्छु होला, छुचो छु। पास्टर भने त हजुर हजुर हजुर, एल्डर भन्ने त हजुर हजुर भन्ने खालको हुनुपर्ने, म त्यस्तो हुँदिनँ। हो, म कडा स्वभावको छु अलिकता, तर म प्रभुको प्रेमले म प्रेम गर्छु तपाईँहरूलाई। जसले तपाईँहरूले मेरो कुरा काट्नु भएको छ होला, अथवा अरूको कुरा काट्नु भएको छ होला, कुरा सुन्नु भएको छ होला, बरु सिधै गएर भन्नुहोस्, तपाईँले यो भन्नुभएको रहेछ। मनमा कुरा नराख्नुहोस्, प्रार्थना गर्नुहोस्। म त प्रेममा रहनुपर्छ, म त प्रेममा रहनुपर्छ। हालेलुया, हालेलुया, हालेलुया। हामीसँग धेरै समय छैन, म छिटै सिद्ध्याउँछु। 3 पदसम्म मात्रै आज सिद्ध्याउँछु जस्तो छ। शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने प्रयत्न गर। पवित्र आत्माको एकता कायम राख्ने प्रयत्न गर। मण्डलीको एकता मानिसले सृजना गर्ने होइन रहेछ। यो पवित्र आत्माको काम हो। पवित्र आत्मालाई काम गर्न दिनुपर्छ। हामीले प्रेम, त्यो नम्रता चाहिँ क्षमाद्वारा जोगाउनु पर्ने रहेछ। क्षमाद्वारा, एक्लै क्षमा गरेर त्यो चाहिँ हामीले जिम्मेवारी पनि पाएका हौँ, अधिकार पनि हामीले पाएका हौँ। एकताको सोच चाहिँ परमेश्वर मात्रै हुनुहुन्छ। हालेलुया। एकताको सोच परमेश्वर मात्रै हुनुहुन्छ। हामी यति साह्रो प्रेम पनि नगरौँ कि सबै भएको चाहिँ सबै दिउँ, त्यो पनि होइन। प्रभुको प्रेमले प्रेम मात्रै गर्ने हो। प्रेरितको पुस्तकमा जब मण्डली सुरु भयो, मण्डली सुरु हुँदै गर्दाखेरि उनीहरूले के गरे, सबैले आफूसँग भएका मालमत्तहरू बेचेर ल्याएर बाँडेर खान्थे। त्यो पनि हामी गर्न सक्दैनौँ होला अहिले, तर प्रभुको प्रेमले हामी प्रेम गर्न सक्छौँ। जसलाई नपुग्छ हामी दशांश दिन्छौँ, भेटी दिन्छौँ, मुठीदान दिन्छौँ, सहायता गर्छौँ। त्यही हो प्रेम। प्रेम त्यही हो। येशू जब क्रुसमा जानुभन्दा अघिल्लो रात उहाँले प्रार्थना गर्नुभयो। प्रभु येशूले प्रार्थना गर्नुभयो। उहाँले प्रार्थना कस्तो गर्नुभयो? चेलाहरूको एकताको लागि उहाँले प्रार्थना गर्नुभयो। हालेलुया। अब म भोलि क्रुसमा जाँदैछु, अब म भौतिक शरीरमा हुँदिनँ। प्रार्थना गर्दैछ येशूले, गर्दै हुनुहुन्छ येशूले।
चेलाहरूको एकता, चेलाहरूमा एकता होस्, चेलाहरूमा एकता होस्। तिनीहरू सबै एक हुन्, जसरी हे पिता तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा छु। हालेलुया। त्यो एकताको निम्ति योहन्नाको पुस्तक 17 अध्यायमा हामी देख्दछौँ, तिनीहरू पूर्ण रूपमा एक हुन्। 23 पदमा, 17 अध्यायको 23 पदमा, तिनीहरू पूर्ण रूपमा एक हुन् ताकि संसारले थाहा पाओस् कि तपाईँले मलाई पठाउनु भयो। येशू ख्रीष्ट जाँदै हुनुहुन्छ, 12 जना छन्, उनीहरूमा एउटै मन होस् र मानिसहरूले थाहा गरून् उनीहरूको एकता देखेर साँच्चीकै प्रभु आउनु भएको रहेछ। कति असल खबर, कति असल प्रार्थना त्यहाँ प्रभुले गर्दै हुनुहुन्छ चेलाहरूको लागि। एउटै मन होस्, एउटै मन होस्। चेलाहरू यदि फुटेको भए तपाईँ र मैले आज यो अवसर पाएका थिएँ, हुँदैन थियो। यो अनुग्रह परमेश्वरबाट त्यो अनुग्रह पाइँदैन थियो। चेलाहरूको एकताको कारण आज संसारभरि परमेश्वरको वचन फैलेर गएको छ। येशू ख्रीष्टको काम फैलेर गएको छ। परमेश्वरले आफ्नो काम फैलाउनु भयो मानिसहरूद्वारा। चेलाहरू एकता भएको कारणले, एउटै मन भएको कारणले। एउटा गहिरो सत्य कुरा, संसारले येशूलाई हाम्रो भवन, हाम्रो कार्यक्रम, हाम्रो कति सङ्ख्या भन्दा पनि एकताले चिन्दछ। एकताले चाहिँ संसारले येशूलाई चिन्दछन्। जब मण्डली एक हुन्छ त्यसले के बनाउँछ? सुसमाचार बलियो बनाउँछ। प्रभुको सुसमाचार बलियाउँछ जब मण्डलीमा एकता हुन्छ। तर दुष्ट शैतानले एकतामा राख्न दिँदैन। खास उसले फुटाउन खोजिराखेको छ, भित्रबाट कमजोर बनाउन खोजिराखेको हुन्छ। तर जब हामी एक अर्काको विरुद्धमा हामी खडा हुन्छौँ नि, एकले अर्काको विरुद्धमा हामी एउटै होबाट खडा हुन्छौँ नि, त्यो मण्डलीको गवाई त्यहाँ सुरु हुँदछ, एकताको गवाई सुरु हुँदछ। हालेलुया। कति ठाउँमा तपाईँहरू ख्रिस्टीय कार्यक्रममा जानुभएको छ होला, तपाईँले त्यहाँ एकता देख्नुहुन्छ कि देख्नुहुन्न? एकता छैन अहिले मान्छे। खास हाम्रै नेपालमा एउटाले एउटा मण्डलीको कुरा काटेको छ, एउटाले एउटा मण्डलीको यस्तो रे उस्तो रे उस्तो रे यस्तो रे यस्तो रे। अब प्रभुले त तपाईँ र मलाई त्यसको लागि यहाँ पठाउनु भएको होइन। हामीहरूको बोलावट त संसारका मानिसहरूमा उहाँको गवाई बन्नुपर्ने रहेछ नि त। तर एकतामा भन्दा पनि अहिले हामी फुटिराखेको छौँ, एकदम फुट्नलाई रेडी भइराखेको छ। मण्डलीहरू रेडी भइराखेको छ। प्रेमले नै एकतालाई बाँध्छ। खास जब तपाईँ र मेरो बीचमा सम्बन्ध बिग्रिन्छन्, मण्डलीमा सम्बन्ध बिग्रिन्छन्, एकले अर्कालाई हेर्ने दृष्टिकोण जब हामी फरक हुँदछ, हामीले प्रार्थना गर्नुपर्छ, प्रेम गर्न सकौँ, म एकतामा बढ्न सकौँ, एकतामा बढ्न सकौँ। भेटी चढाउनु भन्दा अगाडि कसैको चित्त दुखाएको छ भने पहिला त्यहाँ गएर आफ्नो भाइसँग, आफ्नो दाइसँग पहिले त्यो कुरा मिलाऊ, अनि मात्रै भेटी चढाऊ, अनि मात्रै भेटी चढाऊ। तपाईँ र ममा एकता छैन भने प्रियहरू, तपाईँ र ममा प्रेम छैन भने प्रियहरू, हामीले चढाएको भेटी पनि त्यो कागजको खोस्टा मात्रै हुनेछ। त्यसमा ब्लेसिङ आउँदैन। तपाईँले दिइराखेको तपाईँको दशांशले नि केही काम गर्छ होला, तर प्रभुको प्रशंसा त्यहाँ भइराखेको हुँदैन। तपाईँले गरेको चिजले त्यहाँ प्रभुको प्रशंसा हुनुपर्छ, प्रभुको प्रशंसा हुनुपर्दछ। किनभने हाम्रो बोलावट त्यसको लागि हो। प्रभुको प्रशंसाको निम्ति हाम्रो बोलावट हो। ख्रिस्टको बोलावट तपाईँ र ममा
सबैलाई प्रभुले फरक फरक वरदानहरू दिएर हामीलाई बोलावट दिनुभएको छ। अनि त्यो बोलावटलाई हामीले लिन सकिराखेको छैन। त्यो कारण प्रियहरू, हामी मेलमिलापमा हामी रहनुपर्छ। पहिला मेलमिलाप गर्नुपर्छ। प्रभुले नै भन्नुभयो, तिम्रो भाइको विरुद्धमा केही छ भने पहिला गएर मिलाप गर। तपाईँले चढाइराखेको त्यो भेटी ग्रहण भएको होस्। तपाईँ मण्डली भवनभित्र छिर्नुभन्दा अगाडि परमेश्वरको प्रशंसा गर्नको निम्ति, परमेश्वरको आराधना गर्नको निम्ति हामी भित्र छिर्दैछौँ। जब हामी छिर्दैछौँ भने कसैको विरुद्ध हामीले केही त्यस्तो सोच्यौँ भने पहिला हामी त्यहाँ मिलाप गर्नेछौँ। मिलाप गरेर हामी परमेश्वरको प्रशंसा गर्नेछौँ। त्यो प्रशंसा चाहिँ परमेश्वरले लिनुहुन्छ, ग्रहण गर्नुहुन्छ। होइन भने हामी त्यत्तिकै डाँडामा गएर हल्ला गरेर जस्तो फर्केमा त्यसरी मात्र हामी फर्किन्छौँ। त्यो एउटा ब्लेसिङ हामीले देख्दैनौँ। एउटा प्रसिद्ध भनाइ एउटा लेखकको रहेछ, उद्धार र विश्वासको मुख्य सत्यहरूमा हामी एक हुनुपर्छ। अन्य साना विषयमा फरक विचार हुन सक्छ, तर सबै अवस्थामा एक अर्काप्रति प्रेम गर्नुपर्छ। हालेलुया। एक अर्काप्रति प्रेम हुनुपर्छ। अब हामी मण्डलीमा त्यो शक्तिको भवन, ठुलो भवन, बजेट, पैसाको कुरा भन्दा पनि पवित्र आत्माले दिनुभएको एकतालाई, पवित्र आत्माले दिनुभएको नम्रतालाई, पवित्र आत्माले दिनुभएको धैर्यतालाई, पवित्र आत्माले दिनुभएको त्यो क्षमा दिने, क्षमा लिने विश्वासीहरू अब हामी यहाँ मण्डलीमा हुनुपर्छ। जब मण्डली एकतामा हिँड्दछ, त्यहाँ संसारले ख्रिस्टलाई देख्न थाल्छ। जब मण्डली एकतामा हिँड्दछ, त्यहाँ परमेश्वरको महिमा प्रकट हुँदछ। हालेलुया, हालेलुया। अब आज हामी 3 पदसम्म मात्रै हेऱ्यौँ, समय भएन। हामी सबैजना खडा हुनेछौँ। एकछिन हामी आँखा बन्द गर्नेछौँ। आज जुन पावलले एफिसीको मण्डलीलाई लेखेको पत्र हामी हेर्दैछौँ, 4 अध्यायको 1 देखि 3 पदसम्म मात्र हेऱ्यौँ। 3वटा पदमा यति धेरै पावलले व्यवहारको कुराहरू त्यहाँ गरेको छ। भर्खर मण्डली सुरु भएको अवस्था हो खास त्यो। उनीहरूको ब्याकग्राउन्ड, जुन एफिसी मण्डलीहरूको ब्याकग्राउन्ड एउटा जादु टुनामुनाबाट आएका, अर्कै धर्मबाट आएका, उनीहरूले अझै पनि छोड्न सकिराखेको थिएन। ती विश्वासीहरूलाई जोगाउनको निम्ति, प्रभुको शिक्षामा हुर्काउनको निम्ति पावलले यति साह्रो पत्र पवित्र आत्माद्वारा लेख्नुभयो र मण्डलीलाई जोगाउनको निम्ति। आज तपाईँ र मलाई जोगाउनको निम्ति यो पत्र हाम्रो बिचमा छ। आँखा बन्द गर्नुहोस्। तपाईँले कसलाई क्षमा दिन सक्नु भएको छैन, अथवा क्षमा लिन सक्नु भएको छैन, अथवा तपाईँले प्रेम गर्न सक्नु भएको छैन, अथवा एकतामा बस्नु भएको छैन, एकछिन तपाईँले आँखा बन्द गरेर त्यो मान्छेको नाम याद गर्नुहोस् अनि प्रार्थना गर्नुहोस्, प्रभुले के भन्नुहुन्छ। मुख खोलेर प्रार्थना गर्नुहोस्। हालेलुया। तपाईँले जसलाई क्षमा गर्नुपर्ने उहाँको नाम लिए पनि केही फरक पर्दैन प्रिय। तपाईँले नाम लिनुहोस्, मलाई क्षमा गर्नुहोस् भनिकन। प्रभु, मैले मेरो विश्वासीको विरुद्धमा
बोलेको छु भने मलाई क्षमा गर्नुहोस्। मेरो मण्डलीका हरेक विश्वासीहरूको विरुद्ध मैले बोलेको छु भने प्रभु मलाई क्षमा गर्नुहोस्। म प्रेममा सेवा गर्न चाहन्छु, जुन प्रेम तपाईँले दिनुभयो। हाम्रो डाँची मण्डली एकतामा अघि बढ्नु परेको छ। डाँची मण्डली धैर्यतामा अघि बढ्नु परेको छ। डाँची मण्डली प्रेममा रहनु परेको छ। डाँची मण्डली क्षमा लिने दिने मण्डली भएर अघि बढ्नु परेको छ। प्रभु अभिषेक खन्याउनुहोस्। पवित्र आत्माको भरिपुरीमा यो मण्डलीलाई, तपाईँको बोलावटलाई बुझ्ने मण्डली तपाईँले दिनुहोस्। जब प्रभुले तपाईँले भन्नुभयो आफ्नो भाइको विरुद्धमा केही छ भने मिलाप गर, आज मण्डली मिलापमा अघि बढ्नु परेको छ। प्रभु हामी एकले अर्कालाई क्षमा दिने मण्डली विश्वासी हामी हुन सकौँ। एकले अर्कालाई प्रेम गर्ने विश्वासी हामी हुन सकौँ। प्रभु हामी तपाईँलाई धन्यवाद भन्दछौँ, जुन पावललाई तपाईँले यो पत्र लेख्नलाई सहायता गर्नुभयो। प्रभु हामी तपाईँलाई धन्यवाद भन्दछौँ, आज डाँची मण्डलीको निम्ति यो वचन आएको छ। हे प्रभु, अब हामी बेरिएको मण्डली जस्तै अब परमेश्वरको वचन खोज्ने मण्डली हामी हुन सकौँ। अब मान्छेको भिडमा हिँड्नेहरू होइन, प्रभुको वचनमा हिँड्नेहरू, प्रभुको भिडमा हिँड्नेहरू हामी मण्डली हुन सकेका हौँ। प्रभुको गहिरो वचन खोज्ने मण्डली हामी हुन सकेका हौँ। जब तपाईँको बोलावटलाई हामी लिएर हिँड्दछौँ अनि हामीमा भएका सबै प्रकारका ईर्ष्याहरू, घमण्डहरू, हामीहरूमा भएका सबै प्रकारका अनैतिक कुराहरू, नराम्रा कुराहरू हामी त्यागिदिन्छौँ। प्रभु आफ्नो छिमेकीलाई हामी प्रेम गर्न सकौँ, आफ्नो शत्रुलाई हामी प्रेम गर्न सकौँ र तपाईँको गवाही भएर हामी हिँड्न सकौँ। धन्यवाद भन्दछौँ। अब यहाँबाट हामी छुटेर जान लागिरहेका छौँ। हरेक माथि तपाईँको सुरक्षा हप्तौभरि प्रभु तपाईँले राखिदिनुहोस्। व्यापार व्यवसायमा तपाईँले आशीर्वाद दिनुभएको होस्। गर्ने काममा, खेतीपातीमा हामी जे पनि गर्छौँ त्यहाँ प्रभु तपाईँको आशीर्वाद दिनुहोस्। अब भेडाका महान गोठाला प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम र पवित्र आत्माको सङ्गति डाँची मण्डलीसँग सदा सर्वदा रहिरहन्। आमेन। सबैजनालाई जय मसीह। म तपाईँलाई प्रेम गर्छु भन्नुहोस्। म तपाईँलाई प्रेम गर्छु। ख्रीष्टको प्रेमले प्रेम गर्छु। म तपाईँलाई ख्रीष्टको प्रेम